म चाहिँ डाक्टर सरोज गोइवार हाल चाहिँ म नेसनल ट्रमा सेन्टर र ओम अस्पतालमा एज एमडिजिपी एन्ड इमर्जेन्सी मेडिसिन कन्सल्टेन्ट रूपमा कार्यरत छु। अब यो आन्दोलन चाहिँ हामी सबैलाई जग जाहेर नै छ। अस्ति हाम्रो प्यारो भाइ हाम्रो डाक्टर साहबलाई एउटा निर्मम तरिकाले बाटोमा घिसारी जुन वीरगन्जमा एउटा यो के भनौँ एटेम्प टु मर्डर टाइपले नै जुन तरिकाले चाहिँ हमला गर्यो, त्यस विरुद्धको यो एउटा आवाज हो। अब यो आवाज चाहिँ हामी यसो हेर्दाखेरि अहिले ओपिडीहरू नेपाल चिकित्सा सङ्घले हिजो र आज चाहिँ ओपिडी बन्द गर्ने जुन आह्वान गर्नुभयो, यो चाहिँ हामीले हाम्रो यो डक्टर र पेसेन्टको रिलेसन बिगार्न गरेको अवश्य होइन। यो चाहिँ हामी डक्टरहरू दिनका दिन यति ढुक्क के बस्नु भन्दाखेरि इमर्जेन्सीमा काम गर्दा या डक्टरले काम गर्दाखेरि बिरामीको राम्रोको लागि हामी काम गर्ने हो, बिरामीले राम्रो होस् भनेर अगाडि बढेका हुन्छन्। तर दिनका दिन तपाईँ गएपछि डक्टरलाई साङ्गीतिक हमला हुने, गाली गलोच हुने, यस विरुद्धको यो आवाज हो। यो आवाज चाहिँ निरन्तर उठिनु नै पर्छ र यदि हामी यस्तै भइराख्यो भने चाहिँ भोलि गएर हामी सबै डक्टरहरू, हामी सबै स्वास्थ्यकर्मीहरू पेन डाउन गऱ्यो भने अवस्था के होला? त्यो कुरा चाहिँ त्यसको आन्सर चाहिँ नेपाल सरकारले दिनै पर्छ। र यो आज मात्र होइन, यो विगतमा तपाईँले डाटा हेर्नुभयो भने हामी विभिन्न स्टेप बाई स्टेपमा हामी चाहिँ जहिले चाहिँ पीडित भइरहेको छ। त्यसैले यसको विरुद्धको आवाज हो। यो सबै हामी नेपाली जनताहरूले पनि सुनिदिनुपर्छ। यो डक्टरहरू चाहिँ नेपाल सरकारले, नेपाली जनताले पनि हाम्रो बारेमा चाहिँ बुझिदिनुपर्छ। यदि हाम्रो गल्ती छ भने हामी सम्बन्धित निकाय छ त्यहाँ गएर तपाईँहरू उजुरिदिनुहोस्। तपाईँ मेडिकल काउन्सिल अफकोर्स नेपाल मेडिकल काउन्सिल हो। हामी बिरामीको भनौँ न कहिलेकाहीँ अफकोर्स लापरवाहीले बिरामीको मृत्यु हुनसक्छ। मात्रै पनि हुँदैन त्यो कति कुराहरू। अब हेर्नु मान्छेको मिसिन जस्तो ज्यान, अब ज्यान भनेको त मिसिन होइन नि त। मैले भन्न खोजेँ मिसिन त बिग्रिन्छ, कहिलेकाहीँ त्यहाँबाट मिस्टेक हुनसक्छ। तर जहिले दोष चाहिँ डक्टरलाई मात्रै ल्याउने होइन नि त, त्यसमा इन्भल्भ बडी भनेको हाम्रो हरेक तत्त्वले बन्छ। अब मैले भन्न खोजेको चाहिँ जहिले पनि अब डक्टरको मात्रै दोष हुँदैन के। अब जस्तो मिसिनलाई मेकानिकले रिपेयर गर्दै पनि कति बेला जति मेकानिकले ट्राई गरे आफ्नो नलेजले गर्दै पनि इनकेस मसिनमै धेरै खराबी छ भने त जस्तो मेकानिकले बनाउनु सक्दैन त्यस्तै डक्टरले पनि त त्यस्तो गर्न सक्दैन नि त। अब डक्टरले जति सक्छन् हामीले आफ्नो जति हुन सक्छ त्यति गर्छ भने यति प्रेसरमा काम गर्नुपर्छ हामीलाई दिन प्रतिदिन 100,000 बिरामी भन्दा नि बढी आउँछन् होइन। अब त्यस्तो गर्दाखेरि पनि हामीले जति सक्छौँ त्यति गर्दाखेरि पनि रिस्पेक्ट दिनु त टाढै जाओस्, उल्टै कुटपिट गर्ने, त्यस्तो दयनीय तरिकाले हस्पिटल आइसियु पुगाउनेसम्म गर्ने, त्यस्तो गरेपछि त आज हिजो उहाँलाई भयो, आज हामी मात्रै कसैलाई हुनसक्छ। चिकित्सकलाई त जुन राइट्सहरू दिनुपर्छ त्यो त दिनुपर्छ कि सरकारले। यो घटना चाहिँ हाम्रो डाक्टर प्रमोद राम जुन चाहिँ भाइ अहिले चाहिँ ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ है, उहाँको टाउकोमा र घाँटीमा चोट छ। हामी आजै भेटेर पनि आयौँ र उहाँले गर्नुभएको यदि उहाँको कतै केही उपचारमा कमी कमजोरी छ भने तपाईँको अधिकार छैन। तपाईँले हाम्रो नियमावलीमा के छ भने तपाईँको स्वास्थ्य संस्थामा गएर तोडफोड गर्ने, स्वास्थ्यकर्मीलाई हात हाल्ने, यी सबै भनेको आपराधिक कुरा हो है। अब तपाईँले चाहिँ हाम्रो डक्टरहरूलाई गएर हातपात गर्नु भनेको हामी नेपाली समाज, हाम्रो समाज चाहिँ कता जाँदैछ भन्ने कुरामा चाहिँ क्वेरी छ, त्यहाँ क्वेसन मार्क छ। यसको अनुभूति चाहिँ हामी बुझ्ने आम जनताले, हामी एउटा बुद्धिजीवी आम जनताले चाहिँ बुझ्नै पर्छ। यति मात्र के हो भन्दाखेरि चाहिँ मैले गल्ती गरेँ भने मलाई सजाय दिने, म गलत हो भन्ने चाहिँ मेरो नेपाल मेडिकल काउन्सिल छ। कृपया यदि हाम्रो केही कमी कमजोरी छ भने कृपया लिगल्ली रूपमा चाहिँ एक्ज्याक्टली तर त्यसको मतलब होइन कि हात लाउने, हातपात गर्ने त्यो त एकदमै इलिगल कुरा हो। त्यो टोटली इलिगल कुरा हो। एक्ज्याक्ट स्वाभिमान पनि हुन्छ, साइकोलोजी स्वाभिमान र हामीले यत्रो वर्ष लगाएर जुन अध्ययन गरेर हुन्छ एज अ चिकित्सक होइन, त्यसमा नै क्वेसन हुन्छ कि अरू सब्जेक्ट भन्दा त हाम्रो कति मेहनत छ, कति रात हामी बसेका हुन्छौँ। दसैँ तिहार केही माने आउँदैन, त्यही पनि अब हामीले आज गएर सबै दुःख गर्दै बिरामीको लागि राम्रो गर्दै पनि आएर एक दिन हामीलाई त्यसरी हमला भयो, त्यस्तो कार्यहरू सुरक्षा छैन भने त हामी कहाँ जाने? हामी त यही सरकारका जाने हो नि त। सरकारले अब जसरी अब अरू सब्जेक्ट म्याटरमा छिनमै
फैसला गरेर दोषीलाई कारबाही गरेछ त्यस्तै गरेर यो मामलामा पनि बोलेर हामीलाई चाहिँ अब यो केसको पृष्ठभूमि हेर्दाखेरि तपाईँले कतिचोटि सुन्नुभयो होला बिरामी हिँड्दै बिरामी मर्यो बिरामी चाहिँ एक्सपायर भयो ब्रेन डेथ भएर आएको कति छ त्यो भनेको चाहिँ तपाईँ हिँड्दै चाहिँ मुटु बन्द हुन सक्यो अहिले हामी नेपाली समाजमा के छ भन्दाखेरि छाती दुख्यो भनेर अस्पताल आउँदैनन् जब तपाईँको जब पुरै ब्लक भइसक्यो अस्पताल हिँड्दै आउँछ चाहिँ गेटमा आएपछि बिरामी चाहिँ आउँदा चाहिँ ब्रेन डेथ भएर आउने अनि त्यसपछि डक्टरले बचाइदिने चाहिँ कहाँबाट हामीले जिम्मेवारी हामी ठेकेदार हो हामी ठेक्का लिएको हो र सबैको बिरामी चाहिँ अन्तिम अवस्थामा हस्पिटल आउँछ अनि डक्टरको एक्ज्याक्टली हामी न भगवान हो हामी चाहिँ सुन्नुहोस् न हामी भगवान हो न हामी धामी झाँक्री हो हामी धामी यसरी छोएपछि धामी झाँक्री ब्ल्याङ्केट ओढाइदिएपछि निको हुने जादु होइन हामी तपाईँहरूभन्दा केही पढेको मान्छे हौँ हामी चाहिँ यो मेडिकल फिल्डको लागि अध्ययन गरेका छौँ तपाईँहरूभन्दा व्यवहारिक रूपमा तपाईँहरू मभन्दा बुझ्ने हुनुहुन्छ तर हामी यो मेडिकल फिल्डमा चाहिँ तपाईँभन्दा थोरै अलिकति बुझेको मान्छे हो हामी पढेको मान्छे हो त्यति मात्र हामी न धामी झाँक्री हो न हामी चाहिँ भगवान हो हामीलाई भगवान रूपी नसम्झिदिनु होला धन्यवाद अध्ययन गरेको हुन्छ होइन अब अध्ययन गरेको विषयलाई हेरेर हामी बिरामीलाई त्यो अनुसार प्रोटोकल अनुसार नै ट्रिटमेन्ट दिन्छ नि त हस्पिटलमा यो डाटा हेर्नुभयो भने 3 महिनामा चाहिँ कति 90 भन्दा 100 भन्दा प्लस डक्टरहरूले पिटाइ खान्छन् कि तर यो व्यवहार त भएन नि त सरकारले यो सम्बन्धी केही हैन स्ट्रिक्ट रुल चाहिँ बनाउनै पर्छ र यो जबसम्म बनाइन्न तबसम्म हाम्रो यो आन्दोलन चाहिँ जारी नै रहन्छ हाम्रो यो ऐन संशोधनको कुराहरू छ त्यो चाहिँ कृपया एकदम फास्ट ट्र्याकबाट चाहिँ समाधान हुनै पर्यो हामी सुरक्षित चाहिँ हुनै पर्छ हामी कदापि बिरामीको लागि नराम्रो कहिले पनि गर्न सक्दैनौँ त्यो चाहिँ ढुक्क हुनुहोस् हाम्रो एथिक्सले मेडिकल एथिक्समा हामी पनि जसरी सांसदहरू कसम खाएका हुन्छन् त्यसरी नै हामी पनि मेडिकल एथिक्स हामी डक्टर भइसक्यो हामी एउटा मेडिकल हामी पनि चाहिँ ओथ मेडिकल ओथको अगाडि चाहिँ उभिएरै त्यसलाई चाहिँ एउटा हाम्रो उसमा राखेरै हामी चाहिँ अगाडि बढेका हुन्छौँ त्यो कृपया मैले नेपाल सरकारले मात्रै होइन मैले यो कुरा चाहिँ आम जनताले भन्न चाहन्छु यो चाहिँ जबसम्म आम जनताको बुद्धि चाहिँ राम्ररी पलाएन हामी कहिले पनि सुरक्षित हुँदैनौँ बुझ्नु भने झन् म चाहिँ इमर्जेन्सी फिजिसियन हो म चाहिँ झन् फ्रन्ट लाइनमा काम गर्ने मान्छे तपाईँको इमर्जेन्सी वी आर अलवेज इन थ्रेट र यो कुरा कसले बुझ्दिने तपाईँ आउनुहुन्छ तपाईँ जब ठिक भएर थ्याङ्क यू डक्टर साहब भनेर जानुहुन्छ त्यो मेरो लागि ठुलो उपलब्धि हो मलाई चाहिँ तपाईँले केही कुराको लोभ पनि छैन मलाई मेरो संस्थाले पे गरेको हुन्छ र कति कुरामा सुने डक्टरलाई लोभ यो हामीलाई संस्था हामी लोयल टु आवर संस्था हुन्छौँ हामी संस्थाको लागि काम गरेको हुन्छौँ बिरामी आउनुहुन्छ बिरामी दुखाइ इमर्जेन्सीमा स्पेसली दुखाइ भएर आएका हुन्छन् बिरामी दुःख पार जब उहाँ डिस्चार्ज भएर जाँदाखेरि चाहिँ थ्याङ्क यू डक्टर साहब भन्दाखेरि त्यो जतिको खुसी हामीलाई केही पनि लाग्दैन हामी हाम्रो केही पनि सोचाइ पनि छैन जस्ट वी आर ओरिएन्टेड टु आवर पेसेन्ट त्यति कुरा चाहिँ हजुरले बुझिदिनु पर्यो यो कुरा आम जनतालाई चाहिँ अगाडि लगिदिनु पर्यो प्राइभेट सेक्टरमा पनि यही नै कुरा लागू हुन्छ कि अलिक फरक छ प्राइभेट होइन यस्तो इज डिपेन्ड अपन रिसोर्स एन्ड म्यान पावरमा भन्छु ट्रमा सेन्टर वीर अस्पताल टिचिङको डक्टर कतिजना छन् पेसेन्ट फ्लो कतिजना छन् पेसेन्ट र डक्टरको रेसियो प्लस रिसोर्स के छ त्यो चाहिँ मापन गरिदिनु पर्यो त्यो भनेको मैले होइन नेपाल सरकारले गर्ने हो तपाईँको चाहिँ एउटा बेडमा चाहिँ 3-3 जना 4-4 जना बिरामी राख्ने होइन त्यसपछि तपाईँले 2टा डक्टरले चाहिँ 100 जना बिरामी हेर्नुपर्ने त्यसको दोषीको म डक्टर होइन नि नेपाल सरकार हो यसको लागि चाहिँ यसको अनुभूति तुरुन्त थ्रु फास्ट ट्र्याक चाहिँ हुनुपर्छ भन्ने चाहिँ हाम्रो सबैको माग हो यो पहिला त अहिलेको लागि जुन कुरा भइरहेको छ सेक्युरिटी नै हो सेक्युरिटी इज द मेन प्रायोरिटी अहिले हाम्रो लागि अरू विभिन्न कुराहरू के छ भन्दाखेरि चाहिँ हामी चाहिँ ब्रेन ड्रेन हाम्रो यो स्यालेरीहरू पनि नेपाल म आफै 2-3टामा कुद्नु परेको छ मलाई एउटा संस्थाबाट मलाई नेपाल सरकारले मलाई प्राइभेट ठाउँले जुन एउटा आधिकारिक रूपमा पे गरिदियो भने चाहिँ म किन 10 ठाउँमा मलाई पनि 10 ठाउँमा कुद्ने रहर त छैन नि न स्यालेरी छ न सेक्युरिटी छ हाम्रो केहीको अनुभूति छैन बुझ्नुभयो नि त्यसैले यो कुराहरू चाहिँ मेन चाहिँ अहिले हामीलाई देखिएको कुरा यो बारम्बार देखेको कुरा चाहिँ सेक्युरिटी हो नेपाल सरकारबाट फर्स्ट एन्ड फरमोस्ट चाहिँ के गर्नु पर्यो भन्दाखेरि पब्लिक अवेरनेसका हरेक दिनभर होस् कि दिनको 2 चोटि होस् कि पब्लिक अवेरनेसका कुराहरू टिभी थ्रु होस् कि रेडियो थ्रु होस् कि जहाँबाट पब्लिक अवेरनेसका कुराहरू चाहिँ अगाडि बढाउनै पर्छ तपाईँ एउटा कुरा पनि म तराईको मान्छे हो तराईको मा त स्पेसली अहिले के छ भन्दाखेरि
तपाईँलाई गाह्रो भयो छारेर लाग्यो छोप्यो भने धामी झाँक्री कहाँ लान्छन् हो धामी झाँक्रीले सर्पले डस्यो भने धामी झाँक्री कहाँ लान्छन् लास्ट स्टेजमा डक्टर कहाँ आउँछन् डक्टरले मारिदियो भने तपाईँ पिटाइ खाने म हो यी कुराहरूमा राज्य चाहिँ अगाडि बढ्नु पर्यो र हाम्रो यो जुन स्वास्थ्य ऐन छ यो स्वास्थ्य ऐनलाई चाहिँ फास्ट ट्र्याकबाट संशोधन गर्न हामीलाई अल्टिमेटम चाहिँदैन अब यो अल्टिमेटम त कयौँचोटि यो माइती घरमा यो कतिौँ वर्षदेखि माइती घरमा तपाईँले विगतका तपाईँले हेर्नुभयो भने हामी माइती घरमा 100चोटि आइसक्यो होला किन वी आर कमिङ फर हाम्रो बेसिक राइटको लागि आउँदैछ हामी त्यो कसले बुझ्दिने तपाईँ हाम्रो नेपाली जनतालाई चाहिँ अलिकति बुझाइदिनुहोस् के हो भनेर बुझाइदिनु पर्यो नि त तपाईँ धामी झाँक्री कहाँ जाने तपाईँ चाहिँ अनि सर्पले टोक्यो भने धामी झाँक्री कहाँ जाने मुटु दुख्यो भने धामी झाँक्री जाने लास्टमा अनि डक्टरलाई घाँटी समात्ने अनि त्यसपछि त्यो मर्डर जस्तो गरे होइन त त्यो देख्नुभयो होला नि भिडियो अनि भिडियोमा बकाइदा चाहिँ सबैलाई थाहा छ कि मान्छे को संलग्न छ अहिले हाम्रो माग पनि छिटोभन्दा छिटो चाहिँ त्यहाँ संलग्न सबैलाई चाहिँ समातेर कानुनी कारबाहीमा चाहिँ लानै पर्छ यो हाम्रो एकदमै तटस्थ माग हो यो तपाईँहरू सबैजनाले बुझिदिनुपर्छ यो नेपाली जनता सरोकारवाला सबैलाई चाहिँ तपाईँ अनुभूति गराउनुपर्छ भन्ने चाहन्छु नमस्ते म डाक्टर बिना श्रेष्ठ म मेम्बर एक्जिक्युटिभ कमिटी अफ एनएमए पनि हो अब हामीलाई पनि यसरी आएर बस्ने रहर छैन होइन सबै जनताहरूलाई दुःख भइरहेको छ त्यो ओपिडीको हामीले सबैतिर बन्द छ तर त्यो भन्दैमा चाहिँ हामी चाहिँ एउटा पन्चिङ ब्याग होइन हाम्रो डक्टर काम गरिराख्दाखेरि कार्यस्थलमा नै कुटिनु साथसाथै हेल्थ वर्करहरू अरू प्यारामेडिक्सहरू पनि कुटिनु यो चाहिँ असाध्यै लज्जास्पद र सरकार नभएको बोध भयो विगतमा कैयौँ घटनाहरू भइरहेछ हामीले बारम्बार हामीले डक्टरको प्रोटेक्सन बिना डक्टरले काम गर्न सक्दैन हाम्रो पनि मेन्टल हेल्थ छ हामी पनि फिजिकली फिट हुन चाहन्छौँ कि हामी मर्नै पर्ने हो बिचरा एउटा डक्टर अहिले मरणासन्न गरिकन कुटिएको छ कन्ट्युसन छ सर्भाइकल बोन फ्र्याक्चर छ उसको होइन त्यसरी हुँदाहुँदै पनि हाम्रो राज्य कहाँ छ त हामी कहिलेसम्म यसरी पिटिनु पर्ने मान्छेहरूलाई सचेतना कसरी आउँछ अस्पताल आउने बित्तिकै सबैजना बाँच्छ भन्ने छैन नि अस्पतालमा कम्प्लिकेसन भयो भन्ने कुरा सबैतिर हुन्छ कम्प्लिकेसनको म्यानेज गर्न बसेको हो होइन हामी त्यहाँ हामी जान बिरामीलाई मार्छौँ भनेर त बसेको छैन होइन हामीले हातमा मात्रै हुन्छ कि अलिकति अस्पताल प्रशासनसँग पनि जोडिएको हुन्छ यो सबैसँग इक्वली जोडिएको हुन्छ नि प्रशासनद्वारा पनि त अस्पतालमा के कमी कमजोरीहरू छ डाक्टरहरूलाई काम गर्नको लागि के सरसामानहरू चाहिन्छ सबै चुस्तपुस्त छ कि छैन डक्टरहरूलाई सेक्युरिटी दिनु पर्यो सिडिओहरूले सेक्युरिटी दिने हो नि हाम्रो डक्टरहरूलाई सेक्युरिटी दिने हो नि सेक्युरिटी दिन नसक्ने प्रशासनले अनि भरे डाक्टरलाई नै निलम्बन गर्ने डाक्टरलाई नै दोषी देखाउने स्वास्थ्यकर्मीहरूलाई नै दोषी देखाउने त भएन नि होइन त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ अब हामीलाई सही हुँदैन यस्तो कुराहरू चाहिँ अति नै भयो सधैँ डक्टरहरू मेन्टल प्रेसर लिएर चाहिँ काम गर्न सक्दैन कि त्यसै कारण हेर्नु न अहिले कतिजना डक्टरहरू विदेश पलायन भइरहेछ किन हो त हाम्रो यहाँको सिस्टममा यसरी जुझ्न नसकेर न हो हाम्रा अहिले हेर्नु फोर्थ इयर फाइनल इयरका स्टुडेन्टहरू सबैजना एकदमै डेभलप कन्ट्रीको काउन्सिल एक्जामको लागि प्रिपेयर गर्न सुरु गरिसक्छन् यसरी हामी कहिलेसम्म पलायन भएर बस्ने राज्यले एउटा पोलिसी लेभलमै हामीलाई स्ट्रङली सपोर्ट हुनु पर्यो जुन पुरानो ऐन छ भन्नुभयो नि त्यसमा चाहिँ अझ केही कमी कमजोरीहरू छन् संशोधन गर्न जरुरी छ संशोधन मात्र नभइकन भएका कुराहरू पनि कार्यान्वयन पोलिसीमा भएका कुराहरू पनि कार्यान्वयन त हुनु पर्यो नि डाइरेक्ट देखिरहेको मान्छेहरू छन् जसले चाहिँ त्यहाँ आएर तोडफोड गरिरहेछ कुटिरहेको छ हाम्रो प्रशासन त्यस्तो बिना कमजोर छ र उनीहरूलाई तुरुन्तै भेटाउन नसक्ने हाम्रो पुलिस प्रशासन या सिडिओ कार्यालयहरू त्यो त छैन होला पक्कै पनि होइन त्यसले गर्दाखेरि यस्तो हाम्रो लागि चाहिँ यस्तो बिना असाध्यै यो हुन्छ नि संवेदनशीलता नै नदेखियो कि डक्टरहरूलाई त एउटा इजी ब्याग प्रशासनबाट पनि पन्चिङ यता कम्युनिटीबाट पनि हामीलाई पिट्ने अनि त्यसरी कुटपिट गरेर अनि भोलि गएर चाहिँ उहाँहरूलाई नै केही पर्यो भने को चाहिँ डक्टरले यो गर्ने त उपचार गर्ने त्यही भएको हुनाले चाहिँ कम्युनिटी अवेरनेस पनि जरुरी छ होइन र कम्युनिटीमा पनि एउटा हाम्रो हरेक नागरिकले चाहिँ
यो डक्टर्सहरू भनेको रेस्पेक्टेबल पर्सन हो, उनीहरू पनि ह्युमन बिङ हो, उनीहरूले सकेको गर्छ भन्ने कुराको अवेरनेस आउनु पर्यो र उनीहरूलाई छुनु पनि हुँदैन भन्ने कुराको चाहिँ गतिलोसँग एकदमै मनन गरेर चाहिँ आउनु पर्यो हरेक कम्युनिटी मेम्बरहरू। त्यसले गर्दाखेरि चाहिँ यसरी हामीलाई चाहिँ जसले पनि होइन हामीले चाहेर कम्प्लिकेसन गराउने होइन नि, हामी त कम्प्लिकेसन म्यानेज गर्नु बसेको हो। त्यसले गर्दाखेरि हरेक मान्छे अस्पताल आउने बित्तिकै जिउँदो भएरै जान्छ भन्ने छैन नि। तल बाहिरको कन्डिसनमा आएको मान्छेहरू इन्जियो एकदमै लेट स्टेजमा आएको मान्छेहरू पनि बाँच्छ भन्ने छैन नि होइन, सबै डक्टरले कोसिस गर्ने हो। त्यसले गर्दाखेरि यी कुराहरूको चाहिँ हामीलाई भोलि गएर चाहिँ एकदमै स्ट्रङ गभर्मेन्टले सपोर्ट गर्दैन भने डक्टरहरू काम गर्न रेडी छैन भन्ने। अनि जस्तो यो हाम्रो मेडिकल रेगुलेटरी बडी छ नि जुन मेडिकलको अथवा मेडिकल काउन्सिल, यसको भूमिका पनि छ यसमा? के छ यसको भूमिका? मेडिकल काउन्सिलको अलग भूमिका हो, हामी डक्टरको हित हकको लागि हाम्रो काम हो। त्यसले गर्दाखेरि त्यो संस्थाले पनि आवाज उठाउँदाखेरि अझ सुनवाई हुने हो कि? त्यो उहाँहरूको अधिकारको कुरा हो, उहाँहरूको एउटा परिधिभित्र के छ कसो छ उहाँहरूले गर्नुहुन्छ। स्वतस्फूर्त उहाँहरू पनि डाक्टर हो, स्वतस्फूर्त एज अ डाक्टरको लागि उहाँहरूले पनि बोल्न आउनुहुन्छ र बोली पनि राख्नु भएको छ। र हामी एनएमए चाहिँ डक्टरकै र यो स्वास्थ्यकर्मीकै हकको लागि भएको हुनाले चाहिँ हामीले चाहिँ टोटली स्ट्यान्ड लिने जरुरी नै छ। त्यो भएको हुनाले चाहिँ अहिले हामी सम्पूर्ण डक्टरहरूलाई चाहिँ आफ्नो अधिकारको लागि चाहिँ आफै स्ट्यान्ड लिनको लागि चाहिँ आग्रह गरिरहेको छ। हस्, थ्याङ्क यू।